सुर्खेतमा एक युवकले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्। नेपाली सेनामा कार्यरत 26 वर्षीय दर्शन खत्रीले श्रीमतीलाई सामान पठाएको छु आएर लिनु भन्दै बोलाएर टाउकोमा ढुङ्गा प्रहार गरी विभत्स हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 8 वर्ष अघि प्रेमा ओलीले दर्शनसँग भागी विवाह गरेकी थिइन्। उनीहरूको एक 5 वर्षीय छोरी रहेकी छिन्। आफ्नै 5 वर्षीय छोरीसँग गुरबाकोट नगरपालिका वडा नम्बर 5 थक्लेनीमा बस्दै आएकी प्रेमा शनिबार श्रीमानले पठाएको सामान लिन भनी छोरीलाई छाडेर छिन्चु पुगेकी थिइन्। उनलाई के थाहा आफ्नै श्रीमानले कपट गरेर आफ्नो हत्या गर्छ भनेर। प्रेम विवाह गरेकी प्रेमाको पछिल्लो केही समयबाट श्रीमान दर्शनसँग सम्बन्ध त्यति राम्रो थिएन। प्रेमाले आफ्नो श्रीमानको अन्य केटीहरूसँग सम्बन्ध छ भन्ने थाहा पाएपछि उनीहरू बीचको खटपट सुरु भएको थियो। एकले अर्कालाई शङ्खाको दृष्टिले हेर्ने अनि झैझगडा भइरहने हुन्थ्यो। पुरा सम्बन्ध विच्छेद गर्ने पुगेको थियो, तर पनि सम्बन्ध विच्छेद भएको थिएन। श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि दर्शन दशैं यता घर आएका थिएनन्। शनिबार दर्शनले प्रेमालाई फोन गरेर साथीलाई सामान पठाइदिएको छु, छिन्चुमा आएर लिनु भनेका थिए। तर दर्शन प्रेमाको हत्या गर्ने योजना सहित आफै आएका थिए। श्रीमानको फोन आएपछि प्रेमा शनिबार साँझ छिन्चु पुगिन्। त्यहाँ दर्शनका साथी थिएनन्, स्वयं दर्शन थिए। झट्ट श्रीमानलाई छिन्चुमा देखेपछि प्रेमा अचम्मित भइन् अनि किन झुटो बोलेको भनेर दर्शनलाई प्रश्न गरिन्। प्रेमाको प्रश्नको दर्शनले सहज जवाब दिए, सरप्राइज दिन। छिन्चु बजारमा करिब 6:30 बजेतिर उनीहरूको भेट भएको थियो। भेट भएपछि केही बेर सामान्य गफ गर्दै उनीहरू हिँडे, तर केही बेरमै दुई जनाबीच विवाद सुरु भयो। प्रेमा वीरेन्द्रनगरतर्फ हिँड्न थालिन्। दर्शन उनको पछि पछि आउन थाले। भनाभन गर्दै दुवैजना झिगेनारा खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ अगाडि लागे। आधा घण्टा जति उनीहरू लगातार हिँडिरहे। विवाद बढिरह्यो। आधा घण्टाको पैदल यात्रापछि उनीहरू बसेर विवाद गर्न थाले। विवादकै क्रममा दर्शनले प्रेमाको मोबाइल खोसे र हेर्न थाले। प्रेमाको मोबाइलमा अर्कै पुरुषको तस्बिर भेटेपछि आक्रोशित हुँदै दर्शनले यो को हो भनेर केरकार गर्न थाले। प्रेमाले त्यसको जवाब नदिइकन दर्शनको अन्य विभिन्न महिलाहरूसँग रहेको सम्बन्धबारे कुरा झिक्न थालिन्। कुरा बढ्दै गयो। दर्शनले आफ्नो रिसलाई नियन्त्रण गर्न सकेनन् र नजिकै रहेको ढुङ्गा टिपेर प्रेमाको टाउकोमा प्रहार गरे। प्रेमा ढुङ्गाको प्रहारको पीडा सहन नसकी भुइँमा ढलिन्। उनमा कुनै हलचल थिएन। दर्शन 5 मिनटसम्म पर्खेर बसे। प्रेमामा कुनै हलचल नदेखेपछि मरेको निश्चित गरे अनि प्रेमाकै शलले घाँटीमा कसेर घिसार्दै केही परसम्म पुर्याए र पानी भएको एउटा खाल्डोमा फ्याँकिदिए। श्रीमतीको हत्या गरेपछि उनी सुर्खेतको एउटा होटलमा पुगे। आफ्नो झोला त्यहीँ राखेर उनी गाडी चढेर आफ्नो घर गुरबाकोट पुगे। उनी राति 8 बजे आफ्नो घर पुगेर त्यही बास बसे। आइतबार दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव खाल्डोमा देखेपछि प्रहरीलाई खबर गरे। खबर पाउना साथ घटनास्थल पुगेको प्रहरीले प्रेमाको पहिचान गर्यो र उनका श्रीमानको खोजी गर्न सुरु गर्यो। दर्शन छुट्टीमा घर आएको थाहा पाएपछि प्रहरीले उनलाई घरबाटै सोधपुछका लागि भन्दै नियन्त्रणमा लियो। प्रहरी नियन्त्रणमा आएका दर्शनले प्रहरीको प्रारम्भिक सोधपुछमै हत्या आफैले गरेको स्वीकार गरे। दर्शन श्रीमतीको हत्या गर्ने योजना सहित छुट्टी आएको प्रहरीले अनुमान लगाएको छ। मोबाइलमा अर्कै पुरुषको फोटो देखेपछि आवेगमा आएर श्रीमतीको हत्या गरेको बयान दर्शनले प्रहरीलाई दिएका छन्। साथै झुन्डिएर आत्महत्या गरेको जस्तो देखाउन शलले घाँटीमा कसेर घिसार्दै पानी भएको खाल्डोमा फालेको पनि उनले प्रहरीलाई भनेका छन्। प्रहरीले प्रेमाको शव घुँडासम्म पानी भएको खाडलमा आइतबार भेटेको थियो। श्रीमान र श्रीमती बीच अविश्वासको खाडल बढ्दै जाँदाको परिणाम स्वरूप एकको हत्या भयो, अर्का अपराधी बने। 5 वर्षीय छोरी अभिभावक विहीन बन्न पुगिन्। सम्बन्धमा आएको दरारले निम्त्याएको यो जघन्य अपराध निकै भयावह र डरलाग्दो छ।